ग्रान्ड ओपनिङ भएको A1 बजार पहिला नै हामी यस्तो कस्तो किन्थ्यो नि त्यो आज ओपनिङमा हाल्दामै यस्तो साह्रो भिड भयो त्यहाँभित्र आउँदाखेरि चिसो भइरहेको थियो है एसीले गर्दा यस्तो खाने नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन दिस इज मिस सुरक्षा थुल्नु अन्त आज चाहिँ म र मेरो साथी स्तुति छ नि र म चाहिँ अहिले मालबजार जानु आँटेको नि त किन गएको भनेर तपाईँलाई भिडियोमा हेर्नुपर्ने हुन्छ अनि त्यहाँबाट यो टोपी चाहिँ मेरो फेभरेट टोपी हो क्याप हो तपाईँले मेरो भिडियोतिर देखिरहनु भएको होला होइन है त हामी जाँदैछु है साथीहरू हामी चाहिँ होइन मालबजार आइपुग्यौँ अन्त अहिले चाहिँ यहाँ मेला लागेको छ नि त अनि त्यही भनेर चाहिँ मेला आएको एकछिन अन्त हाम्रो काम के छ अहिले हेर्दै गर्नुहोस् त ल हामी चाहिँ अहिले मेला आएको छौँ के हेरौँ न मन पऱ्यो भने किनौँ लागिरहेको छ लुगामा जाउँ न लुगाको सेल लागेको छ त्यो त क्यापले गर्दाखेरि राम्रो देखेको छु के हो यो साथीहरू हेर्नुहोस् ल होइन हामी चाहिँ सेल भनेको चाहिँ अब यहाँ रहेछ अनि हाफपेन्ट चाहिँ राम्रो रहेछ नि यो यिनीहरू चाहिँ कसरी छ उयोहरू अङ्कल कार्पेटहरू त्यो कार्पेट हो कि के हो त्यसलाई के भन्छ सोफा सेट हो कार्पेट छ सोफा सेट ठिकै छ त ए हालेर राम्रो रहेछ नि यस्तो रहेछ मेला चाहिँ साथीहरू होइन केको मेला लाग्यो खै कहिलेदेखिको लागेको मेला रोटिपिङहरू होइन त्यस्तै लाग्छ उयसमा त सालमै लाग्छ भाइ पनि हेलो गाइस सब्सक्राइब गर्दैन मेरो च्यानलले यस्तो डेन्जर छ होइन मेला चाहिँ तर यसलाई के मेला भन्छ नामै थाहा छैन नि त साथीहरू मालबजारमा लागिरहेको छ होला हौ पहिला नि हामी यस्तो कस्तो किन्थ्यो नि तिमी किन्थ्यौ मेरो साथीलाई चाहिँ हेर्नुहोस् होला आज उसको ओटिटी ओटिटी यो चाहिँ के कति रुपियाँ हो यसको यो खेलेको 20 रुपियाँ पानी परेको भएन नि ओ क्याप 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 ग्लास फुलहरू पनि रहेछ साथीहरू तपाईँहरू आउन सक्नुहुन्छ यहाँ भिजिट गर्नु लागि एकपल्ट नो सुन्तला खाने सुन्तला ये क्या है आप आम नहीं ये कितना है इसका प्राइस 1 को 250 ओह अच्छा फिर खा लाग्यो उयो पानी खाऊँ न अन्त आऊ उयो आइसक्रिम दोकान देखेको मैले यताबाट निस्किने न बा यताबाट निस्किने देखेको जाउँ न त पानी खाऊँ मलाई पनि फेरि खाता लागिरहेको छ नि ब्यागहरू रहेछ हेर न हेलो मेला साथीहरू अचार रहेछ केन्टी यो मिठाई आम पापड जस्तै हुन्छ आमको हो यो किन्ने ए प्लेटहरू रहेछ यी दाँतको टय तिमीलाई चाहिन्छ पाउँछ पानी खाने फ्रिजको त छैन फ्रिजको खाने कि फ्रिजको खाने यतापट्टि एकपल्ट यस्तै हेरौँ न उयो बटर राखेको जग्गा होइन त्यहाँबाट खाऊँ ल वाउ उयो बटल हेरौँ न कस्तो क्युट क्युट नि कस्तो क्युटवाला नि वाउ साथीहरू ए कस्तो दामी हो के राख्ने होला नि यो खै के राख्ने मसला टसला राख्ने होला यो पनि दामी लाग्यो
यो पनि क्युट लाग्यो नि किन्ने चाहिँ हामी केही पनि होइन खास खाली साथीहरू ना यो मलाई कस्तो क्युट लागेर न कप त्यही त त्यो चाहिँ लोभी मान्छे ठिक हुन्छ नि यो पनि क्युट क्युट कलरको हेर न अब चाहिँ साथीहरू हामी त्यहाँ उयसबाट कहाँ मेलाबाट निस्क्यौँ होइन अब चाहिँ हामी मेरो स्यान्डल किन्नु लागि जानु आँटेको अनि त्यहाँबाट के भन्छ स्यान्डल किन्ने होइन त्यहाँबाट चाहिँ हामी हाम्रो त्यो A1 बजार भन्ने उयो लागेको छ कि आज ओपनिङ छ नि त अनि त्यही भएर त्यहाँ जाने हामी अनि त्यहाँबाट फर्किँदाखेरि चाहिँ मेला पसेर अचार किन्ने हामीले त्यो अचार देखेको नि हो त्यो अचार किन्ने अन्त अहिले चाहिँ हामी यहाँ मालबजारमा यसो हिँड्दैछु हो कहाँ छ हौ यो स्यान्डल दोकानहरू हामी चाहिँ माथि जाँदैछु मलमा आएको छु नि त र मेरो जाम हेर्नु पर्थ्यो कि त्यही भएर कस्तो शीतल भयो यहाँतिर बसेर पनि साथीहरू हामी चाहिँ यहाँ हेर्दैछु तर मैले खोजेको यस्तो खै भेटेकै छुइनँ मैले त यहाँ त एउटा पनि तर कस्तो मलाई त यहाँबाट निस्किनै मन लागेन पुरा चिसो क्या नि क्या मजा आयो खै तिमी र म यस्तो ए नानीहरूको हामी नानी नै होला जुन किड भनेको ए म त केक सेक्सन भनेको के हो त्यो भनेको चाहिँ क्युट हाम्रो रिदाला हुने जस्तै साथीहरू मैले खोजेको जस्तो जामा चाहिँ मैले कहीँ पाइनँ जामा चाहिँ होइन गाउन भन्छ नि त्यसलाई हो गाउन नै भेटिनँ मैले 1 पिस गाउन टाइपको क्या किनकि मेरो बर्थडे आउँदैछ नि त साथीहरू त्यही भएर नि भेटिनँ मैले त होइन आफूले त चुज गरेर पनि क्या कलर त्यो हेरेर गर्नु पाएको भएको है जान्दा पेकिङमा चाहिँ कस्तो कलर नि कसरी चल्दैन साथीहरू हामीले त्यहाँ पाएन निस्क्यौँ होइन त्यहाँभित्र आउँदाखेरि चाहिँ चिसो भइरहेको थियो है एसीले गर्दा अहिले त्यहाँभित्र चाहिँ आम्मामा कस्तो पोलो छ भगवती हामी चाहिँ अहिले यहाँ होइन उखुको जुस खान आएको छौँ गन्नाको जुस है अन्त अङ्कलले बनाइदिँदैछ चिसो बनाइदिनु भनेको अन्त खाएर चाहिँ हामी रनिङ फेरि चक्कर लगाउने कस्तो शान्ति भयो नि चिसो खाएर राखना तिम्रोमा त्यतिखेर हामी चाहिँ अहिले यहाँ ग्रान्ड ओपनिङ भएको A1 बजारमा मलमा चाहिँ आएको छु नि त त्यही भनेर चाहिँ हामी आज यहाँ आएको यस्तो ओपनिङ भइसकेको हो कि हुँदैछ कि के हो त्यतिखेर आज ओपनिङ भन्दामै यस्तो साह्रो भिड भनेर मैले यस्तो याद गरेको थिइनँ एउटा छैन हामी माथि त होइन हाम्रो चाहिँ बेगको सेफ्टीको लागि लगाइदिनु भएको होला सायद है तर के गरेको थाहा छैन क्या हो
पनि यस्तै प्राइस त त्यति नै छ हाम्रो रिदालाई हुने क्युटवाला जामाहरू रहेछ यो एसी चलेर पनि नि हो बेसी मान्छे भएर चाहिँ नि गर्मी भइरहेको छ नि तर पनि अब भोलिपर्सि यो भ्लगमा यो म बनिँदाखेरि आइदिने भनेर क्या ओपनिङ कस्तो गर्मी भयो सबै केटाहरूको मात्रै रहेछ माइती खाएको कतिहरू होइन यस्तो ग्रान्ड भइरहेको छ होइन तर मलाई चाहिँ मैले खोजेको यस्तो लुगा नभेटेर म चाहिँ गरेन अब म चाहिँ बाहिर निस्केको हामी चाहिँ अब छैन त के गर्नु हामी के गर्नु होइन त्यो भएर हेर्न बाई बाई इभन बजार भइरहेको यताबाट हो म त याद नभने पनि पिरै छ ए हामीलाई चाहिँ अघि आएको जुन बाटो थियो नि त्यो बाटोबाट चाहिँ होइन अरे नि यस्तो खालको रहेछ कि कस्तो गर्मी भयो एसी थियो र पनि त्यहाँभित्र छैन त हो के गर्ने अब साथीहरू हामीले खत्ता नि मैले पाइनँ मेरो त्यो जस्तो लुगा होइन अहिले चाहिँ हामी मेलामै आएको छु यो अघि किन्ने भनेको थियो नि त भनेर तिमी कुन चाहिँ होला च्याउ म ओ इमलीवाला हो त होइन इमलीवाला मतलब कसरी पाउँछ यो 100 रुपैयाँ पावा 100 रुपैयाँ पावा कति हुन्छ 100 रुपैयाँ आधी आधी आधा आधा किलो कितना है 200 रुपये ये तो आम पापड़ है ना यो आँपको बनाएको हो सबै ये वाला कच्चा रहता है, वाला पका रहता है। कौन सा वाला? पहिला नि हामीलाई दिदीले ल्याइदिन्थ्यो नि यस्तो योलाई नि आम पापड साथीहरू अहिले चाहिँ हामी होइन यो मेलाबाट यहाँ किन्यौँ अचारहरू किन्यौँ होइन अन्त केही पाएन केही पाएको चाहिँ थियो कि तर के भयो भन्दाखेरि साइजै भएन मेरो लागि अनि त्यही भएर चाहिँ हामी अहिले ओत्लाबारी जाने ओत्लाबारीमा एकपल्ट हेर्छु अब ओत्लाबारी त त्यसै नै उत्रिनै पर्छ होइन ओत्लाबारीमा हेर्छु अनि त्यही भनेर चाहिँ हामी घर जाने पहिरन चाहिँ हामीले भेटे भनेको जस्तै सोचेको जस्तै केही पाएन अन्त एउटा स्यान्डल चाहिँ बल्ल बल्ल पाएको छु के भन्छ अन्त के भन्दै थियो मैले स्यान्डल किन्यौँ होइन अनि त्यहाँबाट उयो साथीहरूको लागि हामी दुईजनाले अलिअलि पैसा मिलेर मिठाई किन्थ्यौँ होइन अनि त्यहाँबाट अन्त पानीपुरीहरू खायौँ हामीले घर गएको साथीहरू म चाहिँ घर आइपुगेँ होइन घर त होइन यहाँ घर छेउको तलपट्टि आइपुग्यो अन्त मेरो चाहिँ स्यान्डल